हुन्छ जय मसीह। म तपाईँहरूको बिचमा सुरुमा भजन सङ्ग्रहको पुस्तक 23 अध्यायको म पढ्नेछु। यहाँ शीर्षकमा यसरी लेखिएको छ, परमप्रभु मेरा गोठाला। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमै घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्। मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ र मेरो कछ्यौरो परिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। आमेन। हुन्छ, जय मसीह। जय मसीह। हजुरको छोटो परिचय दिनुहोस् न। मेरो नाम चाहिँ मुकेश राई हो, तर मैले चाहिँ चेन्ज गरेर पाउल चार्निङ राखेको छु। मेरो घर चाहिँ खोटाङ दिप्रुङ चुइचुमा गाउँपालिका टेम्मा 7 ज्यामिरे हो। अनि हामी परिवारमा चाहिँ म अनि मम्मी अनि मेरो 3 जना भाइ अनि 2 जना बहिनी हुनुहुन्छ। ओके। हजुरले परमेश्वरलाई चाहिँ कसरी पाउनुभयो, कसरी विश्वास गर्नुभयो, कसरी ग्रहण गर्नुभयो, त्यो स्पष्ट एकचोटि भनिदिनुहोस्। मैले परमेश्वरलाई विश्वास गरेको र पाएको चाहिँ म योभन्दा 3.5 वर्ष अगाडि चाहिँ कुवेत भन्ने देशमा गएको थिएँ। अनि त्यहाँ गइसकेपछि चाहिँ कस्तो भयो भन्दाखेरि मलाई 3 महिनासम्म राम्रै भयो, ठिकै भयो। अनि त्यसपछिबाट चाहिँ मलाई बिस्तारै निना लाग्न छोड्यो। अनि निना नलाग्न थालेपछि चाहिँ मैले मान्ने देवी देवता मठ मन्दिर सबै कुराहरू गर्न थालेँ। बोका दिन्छु, खसी दिन्छु, रागा दिन्छु, मलाई निन्दा दिनुहोस्, शान्ति दिनुहोस् भनेर धेरै पुकारेँ मैले। तर त्यो बेलामा चाहिँ मलाई कुनै पनि ईश्वरहरूले मिठो निन्दा दिन सकेन। अनि त्यसपछिबाट मैले चाहिँ अब धेरै नै गाह्रो भयो। अनि सुत्नका लागि मैले फेरि रक्सीहरू पिउन थालेँ, अलिक बेसी धुम्रपानहरू गर्न थालेँ, चुरोहरू खान थालेँ। अनि यस्तो पनि समय आयो कि म चाहिँ कम्पनीमा जाँदाखेरि च्याप भएर जाने, दङदङ्गे भएर जाने, अन्तिममा काम गर्न नसक्दाखेरि चाहिँ हात लगाएर बमिट गर्नुपर्ने त्यस्तो अवस्थाहरूसम्म नि आएको थियो। तर एक दिन त्यस्तै क्रममा चाहिँ अब अति नै सहन नसकेर चाहिँ मलाई गाह्रो भयो धेरैचोटि। अनि मैले अब घरतिर फोन गरेर भने धामी बसाउनु, मलाई अब भनौँ न धामीहरू बसाउनु, अनि मेरो लागि केही उकारहरू गरिदिनु ताकि म मिठो निन्दामा निदाउन सकौँ भने। तर कुनै कुराले पनि भएन। धेरै कोसिस गरेँ, यति धेरै कोसिस गरेँ, धेरैलाई पुकारेँ, त्यो गर्दा पनि हुँदै भएन। अनि त्यसपछिबाट चाहिँ मलाई चाहिँ एकदम गाह्रो भयो। अनि बिस्तारो अनि साथीभाइलाई पनि कल गर्दाखेरि त्यस्तै विदेशमा भन्ने, जसलाई पनि अब कसलाई भनेर, अनि अन्तिममा पुकार्ने भनेको भगवान्लाई नै रहेछ, मतलब ईश्वरलाई नै। त्यसपछिबाट मैले चाहिँ निर्णय गरेँ अब म मर्छु। अनि म मरिसकेपछि चाहिँ ढुक्कै हुन्छ भन्ने। मलाई 1000 केजी भारीले थिए जस्तो लाग्छ त्यो समयमा। तपाईँको म 50 केजी पनि भारी बोक्न सक्दिनँ होइन, तर 1000 केजी भारीले थिए जस्तो लाग्ने। अनि म उठ्नै नसक्ने। त्यो समयमा पनि कस्तो गाह्रो हुन्छ क्या अहिले। अनि त्यो निन्दा नलाग्न थालेपछि चाहिँ मैले अनेक थरी गरेँ सुत्नको लागि। अनि त्यसपछिबाट चाहिँ भएन, नभएपछि अनि मैले निर्णय गरेँ अब म मर्छु भनेर। फेरि सोचेँ होइन, मम्मीले मलाई बल्ल यत्रो बनाएको, हुर्काउनु भएको, अब म मर्दिनँ। अब म नेपाल फर्किन्छु, किनभनेदेखि भएको ऋणहरू जग्गा बेचेर तिर्ने भनेर त्यस्तो सोच बनाएँ मैले। मम्मीलाई भने पनि, मम्मी म आउँछु, अब काम गर्न सक्दिनँ, यस्तो भइहाल्छ भनेर। मम्मीले नआइज, ऋण तिरिसकेर आइज भने। त्यो बेलामा चाहिँ यति धेरै चाहिँ मलाई गाह्रो भयो कि मेरो हृदय चाहिँ भक्कान फुटेर रोयो। मेरो आमालाई पैसा ठुलो भयो मभन्दा, छोराभन्दा। अब म मर्छु, म मरिएछु, श्रम गरेको पैसाले चाहिँ नेपाल सरकारले दिन्छ, इन्जिनियर गरेको पैसाले ऋणहरू त्यसो भाइ पनि पढाउँछ भन्नेमा पुगिसकेपछि चाहिँ त्यसपछिबाट चाहिँ म त्यो अवस्थामा पुगेँ। अनि एक रात चाहिँ मैले निर्णय गरेँ कि अब म आज राति मर्छु भनेर। अनि
मलाई यति धेरै गाह्रो भयो कि पछि म त थाहा भयो कि मलाई डिप्रेसनमा गएको रहेछ। बस्दा खाँदा जे कुरा गर्दा पनि एउटै कुराले सताउने, कसरी सुत्ने भनेर। अनि त्यो सहनु नसकेर चाहिँ म चाहिँ अनि एक रात चाहिँ 3 बजे राति बाहिर निस्केर चुरोट सल्काएँ, खाएँ। अनि यही भने, हे भगवान्, कुन जन्ममा मैले के पाप गरेछु र यो पीडाहरू भोग्दैछु। सायद यस्तो थाहा पाएको भए म विदेश पनि आउँदैन थिएँ। मेरो आमा बिधुए, म टुक्रा हो, म बाँच्न चाहन्छु, मलाई बचाऊ भने। यसै गरी अनि दोस्रोचोटि त मैले भगवान् भनिनँ, ईश्वर भने। हे ईश्वर, यदि तिमी साँच्चीकै छौ भनेदेखि चाहिँ मलाई बचाऊ, म बाँच्न चाहन्छु। यदि तिमीले मलाई बचायो भने चाहिँ तिमी माथि म विश्वास गर्छु र जिन्दगीभर तिम्रो सेवा गर्छु भन्ने यही गरी भने। म त्यो बेला चाहिँ मेरो लास्ट दिन थियो। लास्ट दिन मैले निर्णय नै गरिसकेको थिएँ, लास्ट दिन थियो। अनि त्यति भनिसकेपछि त मैले चाहिँ युट्युबमा यीशु ख्रीष्टको बारेमा सुने। उहाँलाई विश्वास गरेपछि चाहिँ रोगी बिरामी हेर्नेको हुन्छ अरे, होइन, आत्माले शान्ति पाउँछ अरे, बाटो पाउँछ अरे, स्वर्ग मान्छ अरे भन्ने। अनि मलाई डर लाग्यो, अब म त मऱ्यो भने नरकमा जाँदै रहेछु भनेर। अनि त्योभन्दा केही समय अगाडि मेरो बुवा बित्नु भएको थियो। अनि बुवाको आत्माले बाटो पाएन भनेर चाहिँ धामीहरूले फेरि अरू धामी लिएर चाहिँ हाम्रो च्यानहरू खोतालेर फेरि अर्कै त्यो अब राईहरूले गर्नेमा कुलहरू अनुसार गरियो र पनि बाटो पाएको छैन भनेर अझै पनि भन्छ कि। अनि मलाई त डर लाग्यो नि, त्यही भएर अनि म चाहिँ यीशु ख्रीष्टलाई विश्वास गर्छु भने। अनि मैले भने मनमा नि, यीशु ख्रीष्ट मलाई बचाउनुहोस्, म तपाईँमाथि विश्वास गर्छु भने। विश्वास त लाग्दैन थियो। मैले मान्दै आएको पिता पुर्खादेखिको धर्मले, संस्कृतिले मलाई निको बनाउन सकेको छैन भने त्यो क्रिस्चियन धर्मको भगवानले चाहिँ कसरी निको बनाउँछ जस्तो लाग्थ्यो। तर पनि थोरै आश भए पनि होइन, अलिअलि बा हुन्छ कि भनेर मैले विश्वास गरेँ। त्यसपछि बाहिर मैले चर्च सर्च गरेँ, नेपाली क्रिस्चियन चर्च भनेर फेसबुकमा। अनि भेटेँ। अनि उहाँ युवन दाई हुनुहुन्थ्यो एल्डर। अनि उहाँसँग चाहिँ कुराकानी भयो। अनि चर्च गएँ, अनि ग्रहण गरेँ। अनि त्यसपछि बाहिर चाहिँ मैले मनिको भएँ। ओके, तपाईँले युट्युबमा सर्च गर्नुभयो, विश्वास गर्नुभयो, होइन। तपाईँ ख्रीष्टमा आउनुभन्दा अगाडि संसार कुराहरूमा रमाउने, संसारिक कुराहरू खाने, होइन, धेरै कुरामा तपाईँ डिप्रेसनमा जानुभयो। र पछि तपाईँलाई थाहा भयो कि ख्रीष्टमा चाहिँ तपाईँले विश्वास गरेपछि तपाईँ निको हुनुहुन्छ भने तपाईँमा पूर्ण विश्वास भयो, होइन। युट्युबमा हेर्नुभयो, विश्वास गर्नुभयो। ओके, अनि बताउनुहोस् अझै तपाईँको योजना अब सेवकाईमै जाने छ कि कस्तो छ? एकचोटि यो स्पष्ट यो तरिकाले भनिदिनुहोस् न, स्पष्ट भनिदिनुहोस् न। अब मैले चाहिँ त्यो बेलामा एउटै कुरा भनेको थिएँ, के भन्दाखेरि चाहिँ अब यदि तिमीले मलाई बचायो भनेदेखि चाहिँ मैले तपाईँ पनि भन्यो त्यो बेलामा, किनभने मेरो अन्तिम घडी थियो, त्यो अन्तिम दिन थियो नि। यदि तिमीले बचायो भनेदेखि जो ईश्वर छौ तिमी, जसले चाहिँ मलाई बचाउँछ, म तिमी माथि नै विश्वास गरेर जिन्दगीभर तिम्रो सेवा गर्छु भन्ने यही कुराहरू भनेको थिएँ। अनि त्यसपछि बाहिर मैले चाहिँ 2 वर्ष जति काम गरेँ। अनि अहिले चाहिँ म प्रभुको सेवा गरौँ भनेर यहाँसम्म आइपुगेको छु। विदेशमा कमाइहरू राम्रो थियो सबै कुराहरू, त्यही पनि। अनि अब मैले चाहिँ सबैभन्दा सुरुमा चाहिँ अब लुका 12:31 र मत्ती 6:33लाई चाहिँ त्यो वचनले चाहिँ हृदय छयो। पहिले परमेश्वरको राज्यको खोजी गर, त्यसपछि अरू कुरा तिमीहरूमा थपिनेछन् भनेर, होइन। अनि त्यो चाहिँ मेरो हृदयमा गाडियो। अनि त्यसपछि बाहिर चाहिँ अनि अर्को वचन चाहिँ सारा जगत हात प्राप्त गरेर के गर्ने, अन्तिम आफ्नो प्राण गुमायो भने। अनि म चाहिँ प्राण बचाउनेमा अहिले लागिरहेको छु। ओके, बाइबलले भन्दछ, जसरी वचनमा लेखिएको छ, धर्मीजनहरूको प्रार्थना प्रभावशाली र शक्तिशाली हुन्छ, होइन। जस्तै तपाईँले विश्वास गर्नुभयो, अहिले तपाईँ खुसी हुनुहुन्छ, तपाईँ पहिलाको कुराबाट छुटकारा पाइसक्नुभयो, खुसी हुनुहुन्छ, धेरै खुसी हुनुहुन्छ। अनि परमेश्वरले तपाईँको जीवनमा दिन प्रतिदिन नयाँ काम गरिदिनुहुन्छ, आशिष दिँदै हुनुहुन्छ, आमेन। अनि त्यही कारणले गर्दा अब हजुरको गाउँमा मम्मी बहिनीहरू हुनुहुन्छ, होइन। हजुर। अनि उहाँहरू पनि परमेश्वरलाई चिन्नु भएको छ। उहाँहरूले मम्मीले चाहिँ चिन्नु भएको छैन। हजुर। अनि कान्छा भाइले विश्वास गरेको छ। अनि ठुली बहिनीले, कान्छी बहिनीले, अनि अरू 2 भाइ आउनु बाँकी छ। अनि कान्छा भाइ चाहिँ अहिले चर्चहरू पनि जाँदैन रहेछ, सङ्गतले गर्दा चर्च पनि टाढो छ, लगभग 50 मिनट जति लाग्छ। ठिक छ।
यो मम्मीहरूको बारेमा अनि भाइहरूको बारेमा हामीले प्रार्थना निरन्तर गर्नुपर्दछ ताकि उनीहरू अझै ख्रिस्टमा